सक्षम बन्छौँ र हामी सपन सरलाई पनि हामी धेरै 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 बधाई दिन चाहन्छु। हामी जति पनि यहाँ उपस्थित भएको छौँ उहाँकै कारणले गर्दाखेरि आज हामी एकजुट भएको छौँ, हो कि होइन? हजुर, त्यसै कारण उहाँले हामीलाई सम्मान दिनुहुँदैछ भने उहाँलाई पनि हामी एउटा सम्मान दिने कर्तव्य बन्छ जस्तो मलाई लाग्छ। अनि आज हामी फेस अफ दार्जिलिङको टिमले एन्टायर टिम लगायत मोक्तान सर अनि लगायत सिओ सपोन मान अनि रेमित म्यामलाई पनि म स्टेजमा बोलाउन चाहन्छु। हाम्रो फेस अफ दार्जिलिङको रेमित म्यामलाई पनि म स्टेजमा बोलाउन चाहन्छु अनि उहाँलाई हामी सम्मान दिन चाहन्छौँ। थ्याङ्क यू सो मच। अनि मोक्तान सरले अलिकति पढेर सुनाइदिनुहुन्छ भने म आग्रह गर्दछु। हेलो र सर्वप्रथम भाइ साजन सम्पम भाइलाई धेरै धेरै धन्यवाद। ओल्ड इज गोल्ड मेक्स अस अवार्ड सिजन 5 पनि जस्तो प्रकारले पहिलाको सिजनहरू सफलतापूर्वक भयो र यो पालि पनि एकदमै सफलतापूर्वक नै भइरहेको छ र फेस अफ दार्जिलिङको तर्फ